नाम अंकित अधिकारी हो। आज म यस क्लासमा यहाँहरूलाई अब यहाँहरूको एससी को रिजल्ट पनि आइसकेको छ र यहाँहरूले एससी मा राम्रो रिजल्ट ल्याउनु भएकोमा यहाँलाई शुभकामना पनि दिँदै म आजको यो भिडियो सुरु गर्न गइरहेको छु। अब हामीले एससी त दिइसक्यौँ। अब एससी दिइसकेपछि अब हामी प्लस 2 पढ्छौँ। प्लस 2 पढ्नको लागि हामीले कुन सब्जेक्ट पढ्ने, कुन फ्याकल्टी पढ्ने, हैन, के पढ्दा के हुन्छ, कुन सब्जेक्ट पढ्दा हाम्रो गोल अचिभ हुन्छ, हाम्रो फ्युचर हामीले सोचेको एम मिट गर्न सकिन्छ हामीले भन्ने धेरै सोचेर मात्रै यो हामीले सब्जेक्ट चुज गर्नुपर्ने हुन्छ। यसै मान्छेहरू बोलेको भरमा भन्दा हामीले राम्रोसँग कुन फ्याकल्टी पढ्दा के हुन्छ, कुन स्ट्रिम पढ्दा के हुन्छ, कुन सब्जेक्ट पढ्दा के इम्पोर्टेन्स हुन्छ, यदि हामीले सोचेको एम के छ, हामीले सोचेको एमसँग मिट गर्नको लागि कुन स्ट्रिम पढ्ने भन्ने हामीले सम्पूर्ण कुराहरू बुझ्नुपर्ने हुन्छ। र यही कुराहरू बुझ्नको लागि र यही कुरा नबुझेको कारणले गर्दाखेरि धेरै भाइ बहिनीहरूले दुःख पाउनु भएको छ। प्लस 2 पछि यो प्लस 2 यो पढ्दै भइदियो हुन्थ्यो कि यो पढ्दा हुँदो रहेछ, अहिले पछुताउनु परेको छ भन्ने आउँछ इन फ्युचर। त्यही भएर यो नहुनको लागि हामीले आजको एउटा क्लास लिएर आएका छौँ। कुन कुन स्ट्रिम पढ्दाखेरि के गर्न सकिन्छ र कुन कुन सब्जेक्ट पढ्दाखेरि त्यसको इम्पोर्टेन्स के छ र त्यो सब्जेक्ट पढिसकेपछि त्यसको स्कोप के छ मार्केटमा भन्ने आज हामीले यस भिडियोमा ल्याएर आएका छौँ। भिडियो अन्तिमसम्म हामीसँग हेर्नु होला। ओके, ल सुरु गरौँ। हामीले कुन स्ट्रिम नर्मली हामीले प्लस 2 मा पढ्दाखेरि नर्मली हामीले स्ट्रिमको कुरा गर्दाखेरि एउटा साइन्स हुन्छ, त्यसपछि अर्को म्यानेजमेन्ट भन्ने हुन्छ, एउटा साइन्स, अर्को म्यानेजमेन्ट, त्यसपछि अर्को ह्युम्यानिटिज, त्यसपछि अर्को ल, त्यसपछि अर्को एजुकेसन। नर्मली हामीले पढ्नुपर्ने प्लस 2 मा यो चारवटा सब्जेक्ट हो। म्याक्सिमम कलेजहरूले राखेको सब्जेक्ट पनि स्ट्रिम पनि यिनै हुन्छन्। एउटा साइन्स हुन्छ, एउटा म्यानेजमेन्ट हुन्छ, एउटा ह्युम्यानिटिज हुन्छ, एउटा ल हुन्छ, एउटा एजुकेसन हुन्छ। र यो चारवटा, यो पाँचवटा स्ट्रिम मध्ये हामीले कुनै एउटा स्ट्रिम चुज गर्नुपर्ने हुन्छ। त्यो के को आधारमा चुज गर्छौँ त भन्दाखेरि हाम्रो एम के हो, हाम्रो फ्युचर एम के हो। फ्युचर एमलाई मिट गर्नको लागि हामीले कुन स्ट्रिम चुज गर्दा सुइटेबल हुन्छ भनेर हामीले आफ्नो एमलाई बेस मानेर हामीले स्ट्रिम चुज गर्नुपर्ने हुन्छ। र आज सुरुदेखि म एक्सप्लेन गर्छु। पहिला म साइन्सको एक्सप्लेन गर्छु। साइन्स पढ्यौँ भने हामीले कुन कुन सब्जेक्ट पढ्छौँ र साइन्स पढ्दाखेरि हामीलाई के बेनिफिटहरू हुन्छ र साइन्स पढ्दाखेरि हामी कुन फिल्डमा जान सक्छौँ भन्ने कुरा हुन्छ। र मैले फर्स्ट साइन्सबाट सुरु गरेँ, अरूलाई मैले इरेज गरिदिएँ। इरेज गरेर अब म साइन्सबाट सुरु गर्छु। गर्दाखेरि नर्मली हामीले साइन्स बेसिकली हामीले साइन्स राम्रो जिपिए ल्याएपछि मात्र साइन्स पढ्ने भन्ने हाम्रो एउटा कन्सेप्ट छ। र त्यस्तो पनि होइन, यो साइन्स सब्जेक्ट हुनको लागि एकदमै राम्रो जिपिए नै चाहिन्छ भन्ने हुँदैन। 1.6 एबभ जिपिए भयो भने चाहिँ हामीले साइन्स पढ्न पाउँछौँ। 1.6 भन्दा एबभ जिपिए जसको छ हरेक सब्जेक्टमा उसले चाहिँ के साइन्स पढ्न पाउँछ। र यो साइन्स पढ्नको लागि ए प्लस नै चाहिन्छ, ए नै चाहिन्छ भन्ने हुँदैन। र हजुरहरूको यदि 1.6 भन्दा एबभ जिपिए छ भने पनि हजुरहरूले साइन्स पढ्न सक्नुहुन्छ। त्यही भएर साइन्स पढ्दाखेरि आफूले पढ्ने हो। अहिले एससीमा रिजल्ट कस्तो आयो, मेरो थोरै धेरै भनेर हामी त्यो चिन्ता गर्नु पर्दैन। अब प्लस 2 मा हामीले मिहिनेत गऱ्यौँ भने अभियसली हाम्रो जिपिए राम्रो आइहाल्छ। र साइन्स पढ्दाखेरि अब हामीले के गर्नु पर्यो त भन्दाखेरि साइन्स पढ्दाखेरि हामीले कतिवटा सब्जेक्ट पढ्नुपर्छ त भन्दाखेरि साइन्समा टोटल 6वटा सब्जेक्ट पढ्नुपर्छ। 6वटा सब्जेक्टमा भनेको एउटा भनेको फिजिक्स, अर्को केमिस्ट्री, त्यसपछि गएर म्याथमेटिक्स, त्यसपछि अर्को सब्जेक्ट छ इङ्ग्लिस, त्यसपछि अर्को सब्जेक्ट नेपाली, त्यसपछिको सब्जेक्ट छ हाम्रो बायोलोजी, र हाम्रो त्यसपछिको सब्जेक्ट छ हाम्रो कम्प्युटर साइन्स। अब हजुरहरूले यदि साइन्स लिनुभयो भने टोटल हामीले 6वटा सब्जेक्ट पढ्छौँ। 6वटा सब्जेक्टमा एउटा फिजिक्स हुन्छ, अर्को केमिस्ट्री हुन्छ, अर्को म्याथमेटिक्स हुन्छ, अर्को इङ्ग्लिस हुन्छ, अर्को नेपाली हुन्छ। 1 2 3 4 5वटा यो सब्जेक्ट चाहिँ हाम्रो कम्पलसरी हुन्छ। यो सब्जेक्ट हाम्रो कम्पलसरी पढ्नुपर्छ। साइन्स लिनेले पढ्नुपर्ने हो, कम्पलसरी सब्जेक्ट हो। यो कम्पलसरी सब्जेक्ट हो।
फिजिक्स केमिस्ट्री म्याथ इङ्ग्लिस नेपाली हामीले कम्पलसरी पढ्नुपर्छ। त्यसपछि हाम्रो चुजको अप्सनमा हुन्छ या त हामीले बायोलोजी या त हामीले कम्प्युटर चुज गर्नुपर्ने हुन्छ। यो चारवटा सब्जेक्ट चाहिँ हाम्रो जुन कम्पलसरी सब्जेक्ट छ फिजिक्स केमिस्ट्री म्याथ इङ्ग्लिस नेपाली यो हामीले पढ्नै पर्छ, साइन्स लिने स्टुडेन्टले पढ्नै पर्छ। र हजुरहरूसँग अप्सन के हुन्छ त भन्दाखेरि कि त हजुरहरूले बायोलोजी पढ्नुपर्ने हुन्छ कि त हजुरहरूले कम्प्युटर साइन्स पढ्नुपर्ने हुन्छ। यो दुईवटा अप्सन हुन्छ। र बायो पढेपछि के र कम्प्युटर पढेपछि के भन्ने कुरा के हुन्छ त भन्दाखेरि यदि हजुरहरूले इन फ्युचर मेडिकल फिल्डतिर जानुपर्ने हुन्छ, डक्टर नर्स त्यसमा फार्मासिस्टहरू मेडिकल फिल्डको जे जति लाइन छ, यदि तपाईँहरूको मेडिकल फिल्डतिर जाने छ एज अ डक्टर एज अ हेल्थ असिस्टेन्ट एज अ नर्स एज अ फार्मासिस्ट त्यो चाहिँ तपाईँले बायोलोजी पढ्नै पर्ने हुन्छ। यदि हजुरहरूले बायो पढ्नु भएन भने त्यो पढ्न पाइँदैन। त्यही भएर +2मा यदि मेडिकल फिल्डतिर तपाईँहरू जान चाहनुहुन्छ भने मेडिकल फिल्डतिर जानको लागि बायोलोजी कम्पलसरी पढ्नुपर्ने हुन्छ। मेडिकल फिल्डतिर जान बायोलोजी कम्पलसरी पढ्नुपर्ने हुन्छ। र अर्को कम्प्युटर साइन्स भन्ने चाहिँ यो आइटी रिलेटेड सब्जेक्ट हो, इन्फर्मेसन टेक्नोलोजी आइटी रिलेटेड सब्जेक्ट हो। र कम्प्युटर साइन्स यहाँले पढ्नुभयो भने बढी यो इन्जिनियरिङतिर र आइटीतिर जानको लागि हामीलाई हेल्प गर्छ। कम्प्युटर साइन्स अलिकति आइटी र इन्जिनियरिङ ब्याकग्राउन्डतिरको सब्जेक्ट हो। त्यही भएर हामीले यो कम्प्युटर साइन्स पढ्यौँ भने चाहिँ हामीले मेडिकल लाइनतिर जान पाउँदैनौँ। हामी मेडिकल लाइनतिर जान पाउँदैनौँ। यदि हामीले कम्प्युटर साइन्स चुज गऱ्यौँ, अहिले +2मा कम्प्युटर साइन्स पढ्ने अनि म 12 सकाएपछि डक्टर बन्छु भन्न पाइँदैन। हामीले के नै पढ्नुपर्छ त भन्दाखेरि बायोलोजी नै पढ्नुपर्ने हुन्छ। र कम्प्युटर साइन्स पढ्यौँ भने चाहिँ मेडिकल फिल्डतिर जान पाइँदैन, एक्सेप्ट अरू जुनसुकै फिल्डतिर पनि हामी जान पाइन्छ। साइन्सबाट कम्प्युटर साइन्स पढ्यो भने इन्जिनियरिङतिर पनि जानु मिल्यो, म्यानेजमेन्ट पढ्न पनि पायो, ह्युम्यानिटिज ल एजुकेसन जुनसुकै फिल्डतिर पनि जान पाइयो, तर मेडिकल फिल्डतिर जान पाइएन। र अर्को बायोलोजीको प्लस पोइन्ट के छ त भन्दाखेरि यहाँले +2मा बायोलोजी पढ्नुभयो, मेडिकल फिल्डतिर जानलाई बायोलोजी पढ्नुभयो। मेडिकल फिल्डतिर जानको लागि चाहिँ जसरी पनि बायोलोजी पढ्नुपर्छ। यदि मेडिकल फिल्डतिर जानु भएन भने पनि के हुन्छ त भन्दाखेरि बायोलोजी पढेको बेनिफिट तपाईँहरूले रेस्ट अफ दि वर्ल्ड चाहिँ के हुन्छ त भन्दाखेरि रेस्ट अफ दि वर्ल्ड जुनसुकै फ्याकल्टी चुज गर्न पनि पाउनुहुन्छ। यहाँहरूले आइटी पनि पढ्न सक्नुभयो, यहाँले इन्जिनियरिङ पनि गर्न सक्नुभयो, यहाँहरूले म्यानेजर बन्न लयर बन्न ह्युम्यानिटिज ल सबै गर्न पाउनुहुन्छ बायोलोजी लिनु पऱ्यो। तर मेडिकल फिल्डतिर बढी जाने स्टुडेन्टले चाहिँ बायोलोजी कम्पलसरी पढेको पाइएको हुन्छ र यहाँहरूले बायोलोजी नै पढ्नुपर्ने हुन्छ। मेडिकल फिल्डतिर यहाँहरू जानुहुन्छ अथवा यहाँहरू डक्टर बन्ने, त्यसपछि गएर फार्मासिस्ट बन्ने, नर्स बन्ने, हेल्थ असिस्टेन्ट बन्ने हो, यस्तो एचई गर्ने यस्तो भयो भने चाहिँ यहाँले कम्पलसरी बायो पढ्नुपर्ने हुन्छ। यदि हजुरहरूले बायो पढ्नु भएन भने चाहिँ त्यो फिल्डतिर जान हजुरहरूले पाउनुहुन्न। त्यही भएर त्यो बायो पढ्नुपर्छ। यदि तपाईँले कम्प्युटर साइन्स चुज गर्दै हुनुहुन्छ भने यदि हजुरहरूले इन्जिनियरिङ गर्नको लागि डिफ्रेन्ट इन्जिनियरिङहरू, त्यसपछि गएर आइटीहरू, तपाईँ एउटा आइटी एउटा इन्फर्मेसन टेक्नोलोजीको फिल्डतिर तपाईँ जानु चाहनुहुन्छ भने तपाईँले कम्प्युटर साइन्स पढ्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो साइन्सको हो। यो र हामीले ओभरअलमा अब बुझ्दाखेरि के बुझौँ त भन्दाखेरि फिजिक्स कम्पलसरी पढ्नु पऱ्यो, केमिस्ट्री कम्पलसरी पढ्नु पऱ्यो, म्याथ कम्पलसरी पढ्नु पऱ्यो, इङ्ग्लिस नेपाली कम्पलसरी पढ्नु। यो जुनसुकै कलेजमा पनि तपाईँको यो कम्पलसरी पढ्नुपर्ने हुन्छ। तपाईँले सब्जेक्ट तपाईँले साइन्समा चुज गर्न जम्मा तपाईँको दुईवटा सब्जेक्टमध्ये एउटा सब्जेक्ट चुज गर्न पाउनुहुन्छ, या त तपाईँ बायोलोजी चुज गर्नुपर्ने हुन्छ या त तपाईँ कम्प्युटर साइन्स चुज गर्नुपर्ने हुन्छ। हो, यो थियो तपाईँको साइन्सको सब्जेक्ट। साइन्स पढ्दाखेरि जुनसुकै कलेजमा तपाईँले पढ्नुभयो भने फिजिक्स केमिस्ट्री म्याथ इङ्ग्लिस नेपाली कम्पलसरी पढ्नु पऱ्यो। तपाईँले चुजमा दिन्छ एउटा त बायो दिन्छ, अर्को कम्प्युटर दिन्छ। यदि तपाईँले मेडिकल लाइनतिर जान चाहनुहुन्छ भने तपाईँले बायो पढ्नुपर्ने हुन्छ मेडिकल फिल्डतिर। यदि तपाईँले इन्जिनियरिङ फिल्डतिर अथवा आइटीको फिल्डतिर जान चाहनुहुन्छ भने तपाईँले कम्प्युटर साइन्स पढ्नुपर्ने हुन्छ। यो थियो साइन्सको। अब यसलाई हामीले सजिलैसँग बुझ्दाखेरि हामीले के बुझ्नु पऱ्यो त भन्दाखेरि सजिलैसँग अब नर्मली साइन्समा भनेको हामीसँग फिजिक्स हुन्छ, कम्पलसरी सब्जेक्टमा फिजिक्स हुन्छ एउटा, 2मा केमिस्ट्री हुन्छ, त्यसपछि 3मा म्याथ्स हुन्छ, त्यसपछि 4मा इङ्ग्लिस हुन्छ, त्यसपछि 5मा नेपाली हुन्छ। हो, यो भनेको हाम्रो कम्पलसरी सब्जेक्ट हो। यो भनेको हाम्रो कम्पलसरी सब्जेक्ट हो। यो भनेको हाम्रो कम्पलसरी सब्जेक्ट हो।
यो यहाँहरूले चाहिँ पढ्दै हुन्छ। जुनसुकै कलेजमा यहाँले पढ्दा पनि फिजिक्स, त्यसपछि गएर केमिस्ट्री, त्यसपछि गएर म्याथ, इङ्ग्लिस, नेपाली पढ्नै पर्ने हुन्छ। यो कम्पलसरी सब्जेक्ट हो। र अर्को यतापट्टि आउँछ, अर्को के आउँछ त भन्दाखेरि अप्सनल सब्जेक्ट भनेर छ। यहाँ अप्सनल सब्जेक्ट भनेर हामीले पढ्नुपर्ने हुन्छ। अप्सनल सब्जेक्टमा चाहिँ हामीले दुईवटा चुजमा पाउँछौँ। एउटा भनेको कम्प्युटर साइन्स, जसलाई हामीले सिएस पनि भन्छौँ सर्ट फर्ममा, सिएस पनि भने हुन्छ, के होला सिएस भन्नु पर्दैन, कम्प्युटर साइन्स हो। त्यसपछि गएर अर्को अरमा हामीले गर्नुपर्ने हुन्छ बायोलोजी पढ्नुपर्ने हुन्छ। त्यसलाई हामी सर्ट फर्ममा बायो भनेर राखेका हुन्छौँ। यो त्यति बुझ्नु पऱ्यो। हामी यो 5वटा सब्जेक्टहरू कम्पलसरी पढ्नु पर्यो। र यो दुईवटा सब्जेक्टमा चाहिँ यो 6 नम्बरको दुईवटा सब्जेक्टमा चाहिँ हामीले के गर्नु पर्यो त भन्दा कि त कम्प्युटर लिनु पर्यो कि त बायो लिनु पर्यो। कम्प्युटर लग्यौँ भने हामीले आइटी र इन्जिनियरिङको फिल्ड भयो। त्यसपछि बायो लियौँ भने हामीले यो मेडिकल फिल्डतिर हजुरहरूको एम छ, मेडिकल फिल्डतिर जाने हजुरहरूको एम छ भने हजुरहरूले बायो चुज गर्दा हुन्छ। र आइटी अथवा इन्जिनियरिङ फिल्डतिर तपाईँले जान चाहनुहुन्छ भने तपाईँले कम्प्युटर साइन्स चुज गर्दा हुन्छ। र यो भनिसकेपछि यो त हाम्रो सब्जेक्टको भयो। र अर्को के कुरा बुझ्नु पर्यो भन्दाखेरि तपाईँले साइन्सबाट बायो पढ्नुभयो तर मेडिकल फिल्डतिर जानु भएन, नाम निक्लिएन अथवा केही भएन भन्दा पनि बायो तपाईँले पढिसकेपछि +2 मा बायो पढ्नुभयो साइन्सबाट भनेपछि जुनसुकै सब्जेक्ट पनि पढ्न पाउनुहुन्छ। तपाईँ +2 पछि ब्याचलरमा ह्युम्यानिटिज, ल, साइन्स, एजुकेसन, वाट एभर यु वान्ट, तपाईँले जे पढ्न चाहे पनि पढ्न सक्नुहुन्छ। बायोलोजी पढ्नुभयो भने चाहिँ यदि मेडिकल फिल्डतिर गइएन, कतै चाहिँ नाम निक्लिएन अथवा केही भयो अनफर्चुनेटली भने त्यो केसमा चाहिँ बायोलोजी लिने स्टुडेन्टहरूको फेभरमा चाहिँ के हुन्छ त भन्दाखेरि आफ्टर +2 जुनसुकै सब्जेक्ट पनि चुज गर्न सक्नुहुन्छ यहाँले। यो ग्लोबल्ली हो। त्यसो कम्प्युटर साइन्स लिनेले चाहिँ यदि आइटी र इन्जिनियरिङ फिल्डतिर गइएन, आइटी र इन्जिनियरिङ फिल्डतिर जान सकिएन अथवा केही गरी भएन अनफर्चुनेटली भने त्यो केसमा चाहिँ कम्प्युटर साइन्सले मेडिकल फिल्डमा चाहिँ जान पाउँदैन। यो टोटल्ली रेस्ट्रिक्सन छ यसमा। र यो मेडिकल फिल्ड बाहेक तपाईँको ल, तपाईँको ह्युम्यानिटिज, तपाईँको आर्ट्स, तपाईँको अर्को म्यानेजमेन्ट, जुनसुकै फिल्डमा पनि जान पाउनुहुन्छ कम्प्युटर साइन्स पढ्दाको बेनिफिट। र साइन्स पढ्दाको यिनै सब्जेक्ट जुनसुकै कलेजमा जानुहोस् तपाईँले यही सब्जेक्ट पाउनुहुन्छ। कम्पलसरी यति पढ्नुहुन्छ र चुजमा तपाईँहरूको यो दुईवटा सब्जेक्ट हुन्छ। र हरेक सब्जेक्ट फुल मार्क्स चाहिँ 75 छ। फुल मार्क्सको कुरा गर्दा तपाईँले इक्जाम दिनुभयो फुल मार्क्स 75 हुन्छ। हामीले रिटर्न हो। त्यसपछि गएर पास मार्क्स चाहिँ हाम्रो 30 को हुन्छ। हामीले 30 ल्याए पास हुनुपर्छ, 30 पास मार्क्स हुन्छ। र यसको प्र्याक्टिकल पनि हुन्छ। हामीले अब साइन्समा भनेको प्र्याक्टिकल पनि गर्नुपर्छ। फिजिक्सको प्र्याक्टिकल गर्नुपर्छ, केमिस्ट्रीको प्र्याक्टिकल गर्नुपर्छ, म्याथको प्र्याक्टिकल गर्नु पर्दैन, हाम्रो इङ्ग्लिसको प्र्याक्टिकल गर्नु पनि पर्दैन, नेपालीको प्र्याक्टिकल पनि पर्दैन, कम्प्युटर साइन्सको प्र्याक्टिकल र बायोको प्र्याक्टिकल भनेपछि हामीले टोटल फिजिक्सको प्र्याक्टिकल गर्छौँ, केमिस्ट्रीको प्र्याक्टिकल गर्छौँ, त्यसपछि गएर कम्प्युटर साइन्स र बायोको प्र्याक्टिकल गर्छौँ। 4वटा सब्जेक्टको चाहिँ प्र्याक्टिकल हामीले गर्छौँ। अब टोटल फुल मार्क्स हरेक सब्जेक्टको फुल मार्क्स 75 हो। तर कम्प्युटर साइन्सको चाहिँ 50 हुन्छ। अब हामी फुल मार्क्स र पास मार्क्सको कुरा गर्छौँ। फुल मार्क्स 75 नर्मली, पास मार्क्स 30 हुन्छ र प्र्याक्टिकलको मार्क्स पनि हुन्छ। अब हामी त्यो डिस्कस गर्छौँ। प्र्याक्टिकल कुन सब्जेक्टको गर्नु भनेर भन्दाखेरि प्र्याक्टिकल गर्नुपर्ने सब्जेक्टहरू हामीले कुन सब्जेक्टको प्र्याक्टिकल गर्छौँ त भन्दाखेरि एउटा फिजिक्सको प्र्याक्टिकल गर्छौँ। त्यसपछि गएर अर्को हुन्छ 2 नम्बरमा केमिस्ट्री भनेको प्र्याक्टिकल गर्छौँ। 3 नम्बरमा छ बायोलोजी भन्ने प्र्याक्टिकल गर्छौँ। बायोलोजीको दुईवटा ब्रान्च हुन्छ। दुईवटा ब्रान्चको प्र्याक्टिकल, एउटा जोलोजी हुन्छ र अर्को बोटनी भन्ने दुईवटा सब्जेक्ट हामीले पढ्नुपर्छ बायोलोजीमा है। यो ख्याल गर्नुपर्छ। बायोलोजी हामीले दुईवटा पोर्सन पढ्छौँ। एउटा जोलोजी भन्ने पोर्सन हुन्छ ब्रान्च, एउटा बोटनी। जोलोजी भन्ने यो एनिमल रिलेटेडको हुन्छ, हामीले एनिमल रिलेटेड कन्टेन्टहरू पढ्छौँ। बोटनीमा चाहिँ हामीले प्लान्ट रिलेटेडको कन्टेन्टहरू पढ्छौँ र त्यही प्लान्ट रिलेटेडकै ल्याब गर्छौँ र एनिमल रिलेटेडकै ल्याब गर्छौँ। हामीले यो कुरा बुझ्नुपर्छ। बायोमा हामीले दुईवटा ल्याब गर्छौँ, एउटा जोलोजीको ल्याब गर्छौँ, अर्को बोटनीको ल्याब।
जोलोजी ल्याबमा चाहिँ हामीले एनिमल रिलेटेड प्र्याक्टिकल गर्छौँ र एनिमल रिलेटेड नै कन्टेन्ट थ्योरी पढ्छौँ र बोटनीमा चाहिँ हामीले प्लान्ट रिलेटेड प्र्याक्टिकल गर्छौँ र प्लान्ट रिलेटेड नै थ्योरी क्लास पढ्छौँ हामीले। र अर्को फोमा छ कम्प्युटर साइन्स, जसलाई हामी सिएस भन्छौँ, सिएस पनि भनेर आउँछौँ है, सिएस भनेर आउँछ नि। यो सिएस भनेको के हो भन्दा कम्प्युटर साइन्स हो। सिएस भनेको कम्प्युटर साइन्समा त अब कम्प्युटर रिलेटेड नै ल्याब गरिरहेको छौँ हामीले। टोटल ल्याब गर्नुपर्छ 4वटा। ल्याब गर्नु हामी प्र्याक्टिकल अथवा प्र्याक्टिकल ल्याब चाहिँ यो 4वटा सब्जेक्टको गर्छ। एउटा फिजिक्स हो, एउटा केमिस्ट्री, बायो र कम्प्युटरको हामीले प्र्याक्टिकल गर्नुपर्ने रहेछ। र बायोमा 2टा ल्याब गर्नुपर्छ, एउटा जोलोजीको एउटा बोटनीको ल्याब गर्नुपर्छ। यो 4वटा सब्जेक्टको चाहिँ हामीले थ्योरी पनि पढ्छौँ, प्र्याक्टिकल पनि गर्छौँ। र अर्को इङ्ग्लिस नेपाली जुन यो म्याथ छ हो, इङ्ग्लिस नेपाली म्याथको चाहिँ प्र्याक्टिकल हुँदैन, यो प्र्याक्टिकल हुँदैन। त्यही भएर यो 4वटा सब्जेक्ट मात्रै प्र्याक्टिकल गर्छौँ। यो 4वटा सब्जेक्ट र यो 3टा सब्जेक्टको चाहिँ हामीले प्र्याक्टिकल गर्दैनौँ, यो हामीले बुझ्नुपर्ने हुन्छ। अब टोटल कुन सब्जेक्ट कति मार्क्सको भन्दाखेरि अब हामीले त्यो विषयमा कुरा गरौँ। अब त्यो कुरा गर्दाखेरि हामीले के हेरौँ त भन्दाखेरि अब फिजिक्स भनेको 75 मार्क्सको हुन्छ, 75 मार्क्सको थ्योरी हुन्छ। त्यसपछि गएर 75 मार्क्सको थ्योरी प्लस 25 मार्क्सको चाहिँ के हुने भयो त भन्दाखेरि प्र्याक्टिकल हुन्छ। प्र्याक्टिकल तपाईँले प्र्याक्टिकल गरेकोबाट मार्क्स, एक्सपेरिमेन्ट ल्याबमा गएर प्र्याक्टिकल कस्तो गर्नुभयो त्यो अनुसारको तपाईँले मार्क्स पाउनुहुन्छ यसमा। र अर्को केमिस्ट्रीको पनि त्यही हो, केमिस्ट्रीको पनि 75 मार्क्सको थ्योरी, यो इक्जाममा सोध्ने है, इक्जाममा 75 फुल मार्क्स हो नि यो तपाईँको, यो फुल मार्क्स प्लस 25 मार्क्सको चाहिँ तपाईँको प्र्याक्टिकलबाट आउँछ। तपाईँको 25 मार्क्स तपाईँले प्र्याक्टिकल कस्तो गर्नुभयो त्यो अनुसार यो प्र्याक्टिकल मार्क्सबाट आउँछ। 75 मार्क्स भनेको तपाईँले इक्जाम लेखेर हो, इक्जाम लेखेर चाहिँ यो रिटर्न इक्जाम लेखेर हो। 75 को फुल थ्योरी आउँछ, 25 मार्क्सको प्र्याक्टिकल हुन्छ, टोटल 100 को हुन्छ है। 75 केमिस्ट्रीको पनि त्यही हो। र अर्को बायोको पनि 37, बायोमा 2टा पोर्सन हुन्छ भने मैले जोलोजी र बोटनी, र जोलोजीमा बाट फुल मार्क्स हुन्छ 37.5 हुन्छ फुल मार्क्स, र यो बोटनीको फुल मार्क्स पनि 37.5 हुन्छ। यो गरेर टोटल हामीले 75 मार्क्सको थ्योरी हुन्छ प्लस 25 मार्क्सको के हुन्छ प्र्याक्टिकल हुन्छ। र इक्जाममा कसरी आउँछ त भन्दाखेरि यो 2टै सब्जेक्टको मार्क्स जोडेर चाहिँ तपाईँको पास मार्क्स हुनुपर्छ। यो 2टै सब्जेक्टको मार्क्स जोडेर तपाईँ पास हुनुपर्ने हुन्छ। र अर्को कम्प्युटर साइन्सको चाहिँ 50 मार्क्सको थ्योरी हुन्छ, रिटर्न इक्जाममा 50 मार्क्सको फुल मार्क्सको थ्योरी हुन्छ भने प्लस 50 मार्क्सको प्र्याक्टिकल लगायो भने त 50 मार्क्सको प्र्याक्टिकल, 50 मार्क्सको थ्योरी हुन्छ, 50 नै मार्क्सको के हुन्छ प्र्याक्टिकल हुन्छ। 100 पुऱ्याउनुको लागि 50 मार्क्स रिटर्न इक्जाम लिन्छौँ, 50 मार्क्सको चाहिँ हामीले के गर्छौँ प्र्याक्टिकल इक्जामबाट प्र्याक्टिकल ल्याबमा गएर ल्याब गरेर एक्सपेरिमेन्ट गरेर चाहिँ हामीले 50 मार्क्स पाउन सक्छौँ। यो भयो हाम्रो फुल मार्क्सको कुरा। 75 फुल मार्क्स छ, फिजिक्समा पनि फुल मार्क्स भइहाल्यो है। अरू फिजिक्सको फुल मार्क्स, केमिस्ट्रीको फुल मार्क्स, बायोलोजीको सबै सब्जेक्टको है, साइन्समा सबै सब्जेक्टको, यो साइन्समा चाहिँ यो जुन साइन्समा फुल मार्क्स कति हुँदो रहेछ 75 हो भने पास मार्क्स कति हुँदो रहेछ, पास मार्क्स कति हुँदो रहेछ 25 को पास मार्क्स, सरी पास मार्क्स 25 भयो, पास मार्क्स कतिको हुन्छ 30 को पास मार्क्स हुन्छ। फुल मार्क्स चाहिँ 75 को, पास मार्क्स चाहिँ 30 को, सबै सब्जेक्टको इङ्ग्लिस नेपाली, त्यसपछि गएर म्याथ्स, फिजिक्स, केमिस्ट्री, त्यसपछि बायो हो, यो सबैको पास मार्क्स चाहिँ कति हुँदो रहेछ त भन्दाखेरि पास मार्क्स हुन्छ। मैले फेरि पनि भने 75 मार्क्सको इक्जाममा क्वेसन आउँछ र यहाँहरूले यो फुल मार्क्स हो र यहाँहरू पास हुनुको लागि पास मार्क्स चाहिँ 30 चाहिन्छ। तर कम्प्युटर साइन्सको फुल मार्क्स कति हो त भन्दाखेरि कम्प्युटर साइन्सको फुल मार्क्स इक्जाममा आउने 50 मार्क्सको फुल मार्क्स हो। फुल मार्क्स चाहिँ 50 हुन्छ कम्प्युटर साइन्सको। पास मार्क्स चाहिँ हामीले कति ल्याउनु पर्ने हुन्छ 1/3 भनेको 20 हामीले 18 चाहिँ हामीले के ल्याउनु पर्छ पास मार्क्स ल्याउनु पर्छ। यो चाहिँ कम्प्युटरभित्र। अब हामी फेरि बुझौँ
फुल मार्क्स अरू सबै सब्जेक्टको 75 हुन्छ, पास मार्क्स 30 हुन्छ, तर कम्प्युटर साइन्सको मात्र पास मार्क्स 50 हुन्छ र फुल मार्क्स 50 हुन्छ, पास मार्क्स 18 हुँदो रहेछ। यो चाहिँ हाम्रो साइन्सको थियो। ओभरअलमा आज हामीले साइन्स भन्ने सब्जेक्टको बुझ्यौँ, के को प्र्याक्टिकल गर्नु पर्दो रहेछ, फुल मार्क्स के को कति हुँदो रहेछ, पास मार्क्स कति हुँदो रहेछ, कतिले हामी पास हुन्छौँ भन्ने विषय चाहिँ हामीले यो जान्यौँ। आशा गर्छु यहाँहरूलाई यो भिडियो मन पर्ने होला। अब अर्को क्लासमा हामी म्यानेजमेन्टको भिडियो ल्याएर आउँछौँ। अहिलेलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।